आज हामीसँग हुनुहुन्छ एकजना विशिष्ट व्यक्तित्व जो राष्ट्रिय मुक्ति पार्टीका चाहिँ उहाँ केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ। कौशल कुमार सिंह अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँसँग संवादमा जोडिँदैछ। सिंहजी, उहाँलाई स्वागत छ कार्यक्रम सीधा कुरामा। हजुर, धन्यवाद। नमस्कार सबै दर्शकहरूलाई, तपाईँका टिभी टिमलाई। हजुर, अब मैले प्रारम्भ यसरी गरेँ, पहिला म अलिकति यो मधेसको यो पछिल्लो घटनाक्रमहरू यो 1-2 दिनदेखि चाहिँ मधेसमा जुन परिदृश्य, जुन घटनाक्रममा चाहिँ सरकार गठन भयो, त्यो सरकार गठन भइसके पछाडि त्यसले ल्याएको तरंग, त्यहाँ चाहिँ राजनीतिक दलहरूले गरेका तोडफोड र सँगसँगै अब अन्ततः फेरि त्यहाँका प्रदेश प्रमुखलाई चाहिँ एक खालको पदमुक्त गरिदिएको अवस्था। अब यसलाई कसरी बुझ्ने, त्यहाँबाट सुरुवात गर्ने। तपाईँ चाहिँ एउटा अब अलिकता त्यहाँको पनि अब अझ विशिष्टकृत ढंगले त्यसलाई अध्ययन अझ नजिकबाट निहालिराख्नु भएको एउटा राजनीतिक कर्मी पनि भएको हिसाबले तपाईँले यो घटनालाई कसरी हेर्नु भएको छ, त्यहाँबाट सुरुवात गरे। अब यो घटना अब जुन रूपमा घट्यो, जसरी घटनाक्रमले अगाडि बढ्यो, त्यसमा केन्द्रीय राजनीतिको प्रभाव त खुला रूपमा देखिएकै हो। किनभने एउटै पार्टीका पार्टीबाट सिफारिस भएका व्यक्ति प्रदेश प्रमुख, एउटै व्यक्तिका मान्छे सभामुख, एउटै त्यही पार्टीकालाई चिफ मन्त्री राति चोरी यसरी तपाईँको संसारमै नभएका घटना, चोरेर शपथ खुवाउने काम मैले पहिलोचोटि राजनीतिमा सुन्दैछु। यसरी चोरिएर शपथ ग्रहण गराउने, चोरिएर नियुक्ति दिने भन्ने काम त अब यस्तो पनि घृणित काम राजनीतिमा हुन्छ र यस्तो घृणित काम गर्ने व्यक्ति पनि राजनीतिमा हुन्छ भने मैले सायद देखेकै थिएन। राजनीतिमा विरोध हुन्छ, प्रतिरोध हुन्छ, प्रतिस्पर्धा हुन्छ, धेरै कुरा हुन्छ, प्रतिस्पर्धा हुन्छ, धेरै कुराहरू हुन्छ। तर यसरी चोरिएर शपथ खुवाउने र खाने व्यक्ति पनि राजनीतिमा हुन्छ भने मैले पहिलोचोटि देख्दैछु। त्यसैले योभन्दा निकृष्ट काम राजनीतिमा हुनै सक्दैन, योभन्दा तल्लो स्तरको घटिया काम हुनै सक्दैन। र त्यही घटिया काम गरे बापत उसलाई सजाय स्वरूप पदमुक्त सरकारले गरेको छ। यद्यपि सरकार त अब फेरि त्यो उहाँले नियुक्त गरेको मुख्यमन्त्री र अहिले बनेको सरकारको चाहिँ विषयमा त अब अहिले अदालतमा प्रवेश भएको छ, यो विषय प्रवेश हुँदैछ हैन। अब सरकारसँग भएको अधिकार अनुसार उसले प्रदेश प्रमुखलाई हटाइयो। अब अर्को काम उसले त शपथ ग्रहण जे गरे पनि प्रदेश प्रमुखको हैसियतले गराएको छ। अब उसको जुन कानुनी प्रक्रिया छ, संवैधानिक प्रक्रिया छ, त्यो अनुसार अगाडि बढ्ने कुरा हो। तर चाहिँ अब त्यसको जुन हिजो रिएक्सन थियो त्यो त अब जुन घटनाक्रम गरेको उनीहरूले प्रदेश प्रमुखले र त्यहाँका नेकपा एमाले त्यसको विरुद्धको रिएक्सन त हुने नै थियो नि। त्यो रिएक्सनमा भएका घटनाक्रमहरू हो, त्यसलाई धेरै चढाइ बढाइ गरेर भन्नुभन्दा त्यो रिएक्सन पूर्ण घटनाहरू हो। तर यो त्यसले जस्तो मधेसको राजनीतिमा चाहिँ त्यसले एक खालको तरंग पनि ल्याइदिरहेको जस्तो पनि देखिन्छ। जस्तो मधेसकै प्रतिनिधित्व गर्ने दलहरूको पनि एक खालको प्रतिक्रिया आएको छ। जनमत पार्टीका अब शिखर राउतले अब एक खालको मधेसलाई चाहिँ यही बेलामा चाहिँ स्वायत्त बनाऊ अथवा स्वतन्त्र बनाऊ भन्ने खालको अभिव्यक्ति पनि दिनुभयो। के भनेको त्यो खासै होइन, त्यो कुरा चाहिँ के छ भने अब मधेस चाहिँ सुरुदेखि नै यो 8 जिल्लाको प्रदेशबाट सन्तुष्ट छैनन् त्यहाँका नेता न जनता। मधेस तपाईँको पूर्व झापादेखि कञ्चनपुरसम्म मधेस हो भनेर सधैँ भन्दै आएको कुरा हो। अब जहिले मधेसमाथि प्रहार हुन्छ त्यस्तो बेला यस्ता यस्ता आवाजहरू उठ्छन्। स्वायत्तताको कुरा पनि उठ्छन्, एक मधेस प्रदेशको कुरा पनि उठ्छन्, मधेसी एकताको कुरा उठ्छन्। यो कुरा त हुने हो नि राजनीतिमा, नहुने त कुनै अन्यथा कुरा पनि होइन। यसमा चाहिँ मधेसमाथि चाहिँ तपाईँले हस्तक्षेप भयो अथवा मधेसमाथि चाहिँ एक खालको आक्रमण भयो भनेर जुन शब्द भन्नुभयो त्यो भने चाहिँ के अहिले यो पछिल्लो घटनामा चाहिँ त्यहाँ मधेसमाथि चाहिँ कसरी भयो, कसले गर्यो? होइन, गरेकै हो नि तपाईँको संघीय नेकपा एमालेका जुन डिजाइनीकृत नेताहरू थिए, पार्टीले गरे, तपाईले भने पार्टीले गरे। तर त्यहाँ मैले यो भन्न खोजेको एउटा अब यो केन्द्रमा रहेको अथवा राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने राजनीतिक दलले गरे कि अथवा त्यहाँ प्रतिनिधित्व गर्ने दलहरूको पनि मिलो महत्व छ त्यहाँ? होइन, त्यहाँ त दलको मिलो महत्व नभइकन त हुँदैन। तर प्रदेश प्रमुखले जुन भूमिका निर्वाह गर्यो त्यो प्रदेशका राजनीतिक कार्यकर्ता राजनीतिक नेताहरूबाट भएका होइन। त्यो कार्य चाहिँ केन्द्रीय निर्देशनमा नै उसले गरेको हो। यस्तो काम त्यहाँका प्रदेश स्तरका नेताको निर्देशनमा या सहकारमा हुनै नसक्ने हो। यस्तो काम चाहिँ केन्द्रीय नेतृत्वको निर्देशनमा
यस्ता घटनाहरू हुन्छन् राजनीतिमा। त्यसैले जुन प्रदेश प्रमुखबाट जुन शपथ खुवाउने कार्य राति गरियो, चोरेर होटलमा आएर बाटोमा हिँड्दै गर्दा शपथ खुवाइदिने यस्तो पनि काम जुन गर्यो, त्यो चाहिँ पक्कै केन्द्रीय नेताहरूको उनीहरूको उसमा गरेको प्रभावमा। त्यसमा स्पष्ट रूपमा चाहिँ तपाईँ अहिले भनिराख्नु भएको छ कि तत्कालीन सरकारको नेतृत्व गरेको नेकपा एमाले स्पष्ट रूपमा त्यहाँ हस्तक्षेप गर्यो भन्ने चाहिँ तपाईँको बुझाइ। सबै घटनाक्रम एमाले गराएको मध्य प्रदेशमा। यसमा चाहिँ जस्तो अन्य दलहरू खास गरी त्यस बाहेकका अन्य नेपाली कांग्रेस लगायतका सबै दल त एक ठाउँमा थियो नि। त्यसमा एमाले बाहेकका सबै दल मिलेर भन्न गएकै थियो नि प्रदेश प्रमुखलाई कि अब 168 को 2 अनुसार सरकार गठन गर्नुस्, हामी सबैको बहुमत छ भनेर। बहुमतको असफल पनि भएको थिएन सदनमा, त्यहाँ तपाईँको प्रक्रियामै गएकै थिएन, प्रवेशै गरेको थिएन। अघिल्लो मुख्यमन्त्रीले चाहिँ जस्तो उहाँले त्यो विश्वासको मत नलिकने राजीनामा चाहिँ किन दिनुभयो त फेरि? होइन, किनभने त्यो राजीनामा उहाँहरूलाई फेस गर्ने अवस्था दिएन, त्यहाँ धेरै कारणहरू भयो। तर जे कारणले पनि दियो भने विश्वासको मतमा प्रवेश नगरिकन त्यसको विश्वास मत असफल प्रवेशै गरेन नि। मतको लागि त उही भएन, तपाईँको मतदानै भएन। मतदानै नहुँदाखेरि त्यो त धारा 2 त तपाईँको 68(2) त बाँकी नै रह्यो भनेको। हुन सकेन। अहिले त्यो प्रक्रियामा प्रवेश गरेकै थिएन। अहिलेको मुख्यमन्त्री नियुक्ति गर्ने प्रक्रियामा छलफल सुरु भएको थियो, बहस छलफल सुरु भएको थियो, तर त्यो प्रक्रिया अन्त भएको थिएन। किनभने प्रक्रिया अन्त त तब हुन्छ जब मत विभाजन भइहाल्छ, कसले सफल र असफल हुन्छ, कसको पक्षमा कति, कसको विपक्षमा कति। उहाँले विश्वासको मत प्राप्त नगर्नु भएको भए अर्को धारामा जान्थ्यो भन्ने तपाईको पनि जान्थ्यो, त्यसपछि मात्रै जान मिल्थ्यो। त्यो त 68(2) त तपाईँको पुरै भएन, बाँकी नै छ त्यो पुरा हुन। पुरा गर्न त दिनु पर्यो नि दलहरूलाई। त्यसमा चाहिँ त्यसो भए तपाईलाई चाहिँ अहिले चाहिँ जस्तो अब त्यहाँ सभामुखको भूमिका रह्यो कि अथवा तपाईँको अब प्रदेश प्रमुखको भूमिका? सबै एमालेकरण भयो। एमालेको डिजाइनमा जम्मै सभामुख, प्रदेश प्रमुख, अहिलेका जुन एमाले संसदीय दलका नेता थिए, त्यो अहिले जुन मुख्यमन्त्री गठन गरे बनेका छन्, त्यो व्यक्ति सबैको डिजाइनमा यो काम भएको हो, सबैको मिलोमतोमा। त्यसमा केन्द्रीय नेतृत्वको संरक्षण, निर्देशन सबैमा यो काम भएको हो। अब त्यसो भए अब यो जे नहुनु थियो भइसक्यो घटनाक्रम, अब यो बाहिर सार्वजनिक भइसक्यो। अब यसले समग्रमा मधेसको राजनीतिक अवस्था भनौँ, मधेस प्रदेशको यो पछिल्लो सन्दर्भलाई चाहिँ यसले राष्ट्रिय राजनीतिमा अन्तर्राष्ट्रिय स्तरमा चाहिँ यसको कस्तो खालको चाहिँ सन्देश गयो भन्ने लाग्छ तपाईँलाई अहिले? अब यसमा 2-3 प्रश्न तपाईँको भयो। एउटा त अब मधेसको बारेमा, यसले मधेसको एजेन्डालाई झन ऊर्जा प्रदान गरेको छ। किनभने जुन मधेसीहरूमाथि पटक पटक छिनभिन हुने, अलग अलग हुने कुरा थियो, त्यसलाई चाहिँ युनिफिकेसनको एउटा बाटो खोलिदिएछ। यसले युनिफिकेसन गर्छ, अहिले पनि पेलिरहन्छ। यसले युनिफाइड गर्छ अथवा एकै ठाउँमा लिएर आउँछ सबै त्यहाँ मधेसवादी दलका नेताहरूलाई? होइन, वातावरण यस्तो बनेको छ। अब आउँछ कि आउँदैन त्यो त प्रक्रिया कुरा हो, पछि गएर नेताहरूको आफ्नो आफ्नो स्वार्थ हुन्छ, फेरि त्यहाँ कुरा हो। तर मधेसीको एजेन्डामा बलियो बनाएको छ यो घटनाले, एजेन्डालाई बलियो पारेको छ। अब राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा कुरा गर्नुभयो, अब त यस्तो जुन लज्जास्पद काम संहितामा गरिएको छ। राति रिसो कुनै होटलमा गएर, चिया पसलमा गएर शपथ मुख्यमन्त्री जस्तो पदको शपथ ग्रहण गराउने, खाने, चोरेर मिडियाले पनि खबर नगर्ने, कुनै पार्टी प्रतिनिधिहरूले पनि खबर नगर्ने र शपथ खुवाउने जुन काम गरेको छ, त्यो चाहिँ हास्यास्पद, लज्जास्पद र लोकतन्त्रको लागि घृणित काम हो। यस्तो काम कहीँ पनि हुनु हुँदैन, भएको पनि छैन, मैले पढेको पनि छैन। यसरी चोरेर शपथ खुवाएको घटनाक्रम मलाई थाहा छैन, हुनसक्छ होला कहीँ। तर यस्तो चाहिँ यो ऐतिहासिक तपाईँको कालो काम गरेको छ यिनीहरूले। यसलाई इतिहासमै, लोकतन्त्रमै तपाईँको एउटा कालो दिनको रूपमा याद गर्ने कुरा जस्तो छ। अब यो घटना यसरी भइसके पछाडि यो अब हुन त घटना मध्य प्रदेशमा रह्यो, अब धेरैले फेरि आफ्नो ढंगले व्याख्या विश्लेषण गर्लान्, तर यो रोग भने त फेरि मधेसको मात्रै त होइन नि, सबै प्रदेशमा चाहिँ यस्तै खालका प्रवृत्तिहरू त विगतमा पनि देखिएका थिए। यद्यपि यो पछिल्लो घटनाले अलि बढी तरङ्गित बनाइदियो। तपाईँले समग्र प्रदेशहरूको विषयलाई चाहिँ कसरी बुझिरहनु भएको छ अहिले यो घटना आइसकेको छ? यो कुरा तपाईँले जुन कुरा गर्नुभयो नि, यो यस्तै रोग अरू ठाउँमा सरियो भने त्यो यस्तै रोग सरेर त नेपालमा जेएनजीको आन्दोलन भएको हो नि। यस्तै कुकृतहरू गर्दाखेरि जेएनजीको आन्दोलन भएको छ।
अब सबै ठाउँमा सरियो भने धेरै हुँदै गयो भने फेरि अर्को आन्दोलन हुन्छ नि यिनीहरूको विरुद्धमा। छोडेर भागेको नि यो तपाईँको प्रदेश प्रमुख। यदि प्रदेशमा भइदिएको भए यसको हालत के हुन्थ्यो? अवस्था त त्यस्तो। त्यहाँ मुख्यमन्त्रीको कुरा गर्ने हो त मुख्यमन्त्रीसँग त आपसमा बाजाबाज नगर्ने गरेर मात्रै छोडिदिएको नि, होइन भने त्यहाँ पनि घटनाक्रम चर्किने। त्यसैले तपाईँको यो यिनीहरू जबरजस्ती गर्छन्, बलपेल भन्छन् त्यसलाई राजनीतिमा। त्यो गर्ने काम जबरजस्ती कानुन विपरीत, संविधान विपरीत, प्रक्रिया विपरीत गएर काम गरेपछि त अरू मान्छे पनि प्रक्रिया विपरीत उत्रियो भने के हुन्छ त? त्यहाँ त त्यस्तो झडपको स्थिति पैदा हुन्छ। यस्तै जेनजी आन्दोलन फेरि चर्किन्छ त्यहाँ। जस्तो बिहान त हिजो बिहान पनि त्यहाँ त अब एक खालको आक्रोश त बिहानदेखि नै पोखिएको थियो नि, त्यहाँ तोडफोड भएको, घरबाट थुचेर निकालेर सडकमा ल्याएर घोप्टो पार्छन् नि। अनि त्यसपालि के हुन्छ त? जबरजस्ती गर्ने, संविधान मिच्ने, संविधान तोड्ने, कानुन तोड्ने, प्रक्रिया मिच्ने काम गर्ने, अनि आफूलाई ठुलो आदर्शको कुरा गर्ने। त्यस्ता मान्छे पनि निर्लज मान्छे यो संसारमा हुन्छ। अब अहिले अब जस्तो यो पछिल्लो समयमा हुन त अब यो फेरि अदालतसम्म यो पुगिसके पश्चात अब यसको कानुनी चाहिँ उपचार होला, कानुनी रूपमा चाहिँ यसको चाहिँ संवैधानिक प्रक्रिया छ, त्यो अनुसार अगाडि बढ्छ। तपाईलाई चाहिँ के लाग्छ? जस्तो अब त्यहाँ हुनुपर्छ चाहिँ के? अब यो अहिले पछिल्लो घटनाक्रमलाई अब यो ट्र्याकमा आउनको लागि चाहिँ, लयमा आउनको लागि चाहिँ के हुनुपर्छ? अब त त्यही हो, 68(2) अनुसार प्रक्रिया अगाडि बढ्नुपर्छ। त्यस अन्तर्गत जो मुख्यमन्त्री हुन्छ त्यसले विश्वासमत प्राप्त गर्छ भने उसलाई मुख्यमन्त्री बनाउनु पर्छ। विश्वासमत प्राप्त गर्न सकेन भने बल्ल 3 मा जानुपर्छ। त्यो भनेको अहिले जसरी नियुक्त भएको छ त्यो प्रक्रियामा जानको लागि चाहिँ पहिला त्यो असंवैधानिक हो, त्यो त कानुन विपरीतको कुरा हो, त्यसलाई त मान्नै सकिन नि त। अब यो खालको परिघटना मैले अलिकति अब तपाईसँग चाहिँ अलिकति किन यो जिज्ञासा राख्न खोजेँ भने यो प्रभाव चाहिँ खास हाम्रो त्यो प्रदेशभित्रकै आन्तरिक समस्या त्यही समाधान हुनु पर्थ्यो, होइन भने त्यहीँको दलहरू अथवा त्यहीँका नेताहरूले मिलाएर समाधान गर्नु पर्थ्यो, होइन? न कि यो अब केन्द्रबाट अथवा चाहिँ सङ्घका चाहिँ नेतृत्वले चाहिँ त्यहाँ केही खालको हस्तक्षेप गरिदिन सक्दै उथुलपुथुल भइहाल्ने। यसले संहिता चाहिँ बलियो बन्न सक्छ भने हो। त्यही राइट कुरा, यही कुरा त मधेस माग्दैछ, सुरुदेखि माग गर्दै आएको मधेस यही हो। अहिलेको जुन संहिता सरकारको एउटा विभाग जस्तो, युनिट जस्तो खडा गरिएको छ, त्यो संहिता चाहिँ यदि प्रदेशहरू स्वायत्त भएन, अधिकार सम्पन्न भएन, अनि कसरी निर्णय गर्छन्, कसरी काम गर्छन्? त्यहाँ त केन्द्रको प्रतिनिधि एकजना प्रदेश प्रमुख थियो, भइहाल्यो। अब यो जुन हिजो मुद्दै पर्यो नि, यो जुन प्रदेश प्रमुखले गल्ती गर्दाखेरि अब मुद्दा हाल्न सर्वोच्चमा आउनु पर्यो। त्यही विशेष अदालत, त्यहीको अदालतमा, उच्च अदालतमा हाल्नुपर्ने हो, त्यही निर्णय गर्नुपर्ने थियो। त्यही त। तर चाहिँ यहाँ सर्वोच्चमा एकैचोटि आउनु पर्ने अवस्था छ नि। त्यो कानुनहरू पनि, प्रक्रियाहरू पनि, कतिपय त्यस्ता विषयवस्तुहरू अझै पनि केन्द्रसम्म धाउनु पर्ने अवस्था अझै पनि छ है। प्रदेशकै सुरक्षित छैन, प्रहरी उसको आफ्नो प्रहरी छैन, न वित्तीय व्यवस्था छन् उसको आफ्नो, न केही निर्णय गर्ने, न सम्झौताहरूको अधिकार के। धेरै तपाईँको यो प्रदेश होइन नि, यो त एउटा युनिट जस्तो केन्द्रले मात्रै खडा गरेको हो। त्यसै कारणले मधेस त सधैँदेखि भन्दैछन् यो जबसम्म संहिता बलियो हुँदैन तबसम्म देशको विकासको रेखा कोरिन सकिँदैन। अहिले एउटा प्रदेश बनाइदिने, तल तपाईँको अर्को स्थानीय सरकार खडा गरिदिने, प्रदेश सरकार खडा गरिदिने, संघीय सरकार खडा गर्ने, 3 तहको सरकार भन्ने, तर सबैको नियन्त्रण सङ्घले आफै, केन्द्रले आफै गर्ने भनेर के मतलब? यो सरकार बनाउनुको अर्थ सरकार किन भन्ने त्यसो भए? त्यसलाई जब अधिकार दिने होइन भने त्यसलाई सरकार किन भन्ने? विभाग भन्नुहोस्, इकाइ भन्नुहोस्, त्यस्तो कुरा हो नि। भन्ने सरकार, अधिकार चाहिँ आफैसँग राख्ने, यो त तपाईँको के हो भने यसलाई के भन्छ, यो कुनै भन्छ नि फटाइ के अरे, के भनिदिने तपाईँ राजा भन्छ नि आजकल घर घरमा सबैलाई राजा भन्ने, त त्यस्तै काम चाहिँ अधिकार चाहिँ केही छैन, भन्ने सरकार, अधिकार केही नदिने। त्यस्तो यो फटाइ काम गरेको यिनीहरूले हो। त्यसैले यस्तो झुटो कुरा गर्ने, ढाँट्ने, छल्ने मान्छेहरूसँग त यस्तै हुन्छ के। यिनीहरूले सिस्टम पद्धति विकास गर्न नसकेर सिस्टमलाई, पद्धतिलाई अल्झाएर राख्ने काम मात्रै गरेको हुनाले यो यस्ता समस्याहरू पटक पटक आइरहन्छन् के। फेरि पनि आउन सक्छ भोलि। जस्तो तपाईँको अरू प्रदेशको कुरा, अरू प्रदेशमा पनि यस्तो समस्या आउन सक्छ, त्यो कारणहरू हो। त्यसैले चाहिँ यसलाई सबभन्दा पहिला त जुन यो संहिताको पद्धति हो त्यो पद्धतिलाई कायम गर्नुपर्छ। अनि बल्ल सङ्घहरू, प्रदेशहरू तपाईँको बलियो भएर जान्छन्।
र काम चाहिँ तपाईँको संवैधानिक प्रक्रियामा अगाडि गर्छन्। यो संविधानै त्यसै कारण संविधानै त्रुटिपूर्ण हो भने हामी सुरुदेखि भन्दै आएछौँ। यो संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्रको बाहेक सबै कुरामा संशोधनको आवश्यकता छ। ओके, अब म अलिकति अब करिब अब मेरो समय पनि एउटा निश्चितता पनि भएको हिसाबले मैले अब अलिकति यो राष्ट्रिय मुद्दा जस्तो सरकारले फागुन 21 निर्वाचनको मिति तय गरेको छ। मुख्य दलहरू खास गरी अब अहिले कांग्रेस र एमाले पनि अब यो निर्वाचनमा जाने नजानेमा अझै अन्यलता जस्तो देखिन्छ। अब तत्कालीन सरकारका प्रमुख केपी ओलीले त एमाले पार्टीका अध्यक्षले त अब यो फागुन 21 निर्वाचन गरेर देखाऊ भनेरसम्म पनि उहाँले अभिव्यक्ति दिइसक्नु भएको छ। तपाईलाई चाहिँ लागिरहेको छ यो फागुन 21 निर्वाचन हुन्छ? अब सरकार अहिलेको जुन सरकार छ चाह्यो भने निर्वाचन हुन सक्छ। प्रक्रियामा यसमा सरकारले चाहेर मात्रै हुन्छ कि अन्य दलहरूको पनि त्यहाँ समर्थन र सहयोग चाहिन्छ? अब दलहरू त जानको लागि तयारी गरेर निर्वाचन आयोगमा दर्ता भइरहेकै हो। अब यो 10 गतेसम्म हेर्नुहोस् कतिवटा दल दर्ता हुन्छ, त्यसपछि यो प्रश्नको सान्दर्भिकता पाउँछ र जहाँसम्म भनेको तपाईलाई चाहिँ अहिले लागिरहेको जस्तो अब कांग्रेसले हस्ताक्षर अभियान चलाउने संसद पुनर्स्थापनाको लागि, एमाले त अब पहिलेदेखि संसद पुनर्स्थापनाको लाइनमै पनि थियो। यद्यपि उसले राष्ट्रव्यापी रूपमा उसले आफ्ना कमिटीहरू मातहतका निकायहरूलाई चाहिँ एउटा अभियान नै अगाडि बढाइरहेको छ। हिजोदेखि अस्तिदेखि आज पनि छ उनीहरूको कार्यक्रम भनिसकेपछि उसले यी दुईवटा दलहरूले के मनस्थिति बनाइरहेको जस्तो बुझ्नुहुन्छ तपाईले चाहिँ? यिनीहरू जान्छन् निर्वाचनमा जान्छन्? के हो जब के हुन्छ भने आफ्नो साख गिर्न थाल्छन्, आफ्नो शक्ति खोज्न थाल्छन् भने यी कामहरू त राजनीतिमा गर्छन् नि। अहिले त एमालेको कांग्रेसको शक्ति छिन भइरहेको अवस्था छ, कमजोर हुँदै गइरहेको छ। त्यसैले आक्रोशसम्म स्वरूप यस्तो कामहरू गरिरहेछन्। तर जहाँसम्म उसले गरेर देखाइदेऊ जुन तपाईँको दम्ब देखाएको छ त्यो दम्ब कहाँ थियो अस्ति 24 गते? त्यसको कुन दुलोमा लुकेको छ त्यो मान्छे? अहिले आएर दम्ब देखाउँदैछन्। त्यसैले चाहिँ यो अब सरकार चाहे भने चुनाव हुन्छ र दलहरूले भाग लिने नलिने भनेर जुन कुरा छ त्यो त 10 गतेसम्म अहिले जुन निर्वाचन आयोगमा दर्ता छ त्यो कुरा आइहाल्छ। र जहाँसम्म तपाईँ कांग्रेसको कुरा गर्नुभयो, कांग्रेसले चाहिँ संसद पुनर्स्थापनाको बारेमा एजेन्डा तय गरेर अगाडि बढेको अवस्था छैन। त्यो कुरामा एउटा गुटले त फेरि हस्ताक्षर नै सुरु गरेको छ नि तत्कालीन हाम्रो प्रमुख सचेतकको नेतृत्वमा। पार्टीले निर्णय गरेको छैन, कांग्रेस पार्टीले निर्णय गरेको अवस्था छैन। तर अब अहिले सभापति बाहिरै हुँदाखेरि पनि बाहिरबाट केही निर्देश आएको हो कि जस्तो संकेत त देखिन्छ नि सिङ्गापुरमै हुँदाखेरि? बाहिरबाट त्यही अब त्यो टेलिफोनबाट के आएको त्यो अनुसार पहिले निर्णयको कुरा मान्ने हो नि हामी त। पार्टीले निर्णय के गर्छ त्यसलाई पो मान्ने हो। अरू कुरा कसले व्यक्तिले के कुरा गर्छ त्यो भएन। कांग्रेसले त्यो लाइनमा गएको छैन। एमालेका नेताहरूले पनि अस्ति त केही भनेकै थियो नि कि त्यो चुनावको विरोधमा हामी छैनौँ तर हाम्रो माग संसद पुनर्स्थापना हो भनेपछि सबै जान्छ भने यो पनि आउँछ। कहाँ बस्छ त्यो एमाले? भनेको तपाईँलाई चाहिँ लागिरहेको छ कि अन्तिममा गएर एमाले पनि चुनावमा नगई उसको लागि कुनै विकल्पै छैन भन्ने चाहिँ तपाईँलाई लाग्छ? के विकल्प छ र? अब यदि लोकतन्त्रलाई गणतन्त्रलाई मान्ने हो भने निर्वाचन स्वीकार नगर्ने, आफैले चाहिँ 100 किसिमको बलजफ्ती नक्कली काम गर्ने अनि अरूले चुनाव गराउन थालेपछि नमान्नेपछि त तपाईँले कसले मान्छ त? त्यो पनि अरूले पनि भन्छन् नि। त्यसै कारणले लोकतन्त्रिक कुरा हो। विगतका सरकारको गलत गतिविधि गलत कामको गर्दा आन्दोलन भयो, त्यो परिस्थितिले गर्दा नयाँ सरकार निर्माण गरियो। तब नयाँ सरकारले चुनाव बाहेक अरू काम त गर्न सकेन किनभने आन्दोलन भयो थियो एउटा लाइनको लागि, भ्रष्टाचार अन्तको लागि। तर चाहिँ यो सरकारले भ्रष्टाचार अन्त गर्नै सकेन। अब काम के गर्यो भने अब त्यो निर्वाचन गराउने, त्यसको जुनको लागि त आन्दोलनै भएको थिएन। तर अब जसरी जे गरे पनि उनीहरूले अब सरकार चुनावको लागि मात्रै गइरहेछ। चुनाव त फेरि नभइकन फेरि गाह्रो पनि छ नि होइन? एउटा लयमा आउनको लागि त फेरि निर्वाचन त जरुरी पनि होला, सँगसँगै सरकारले अरू गर्ने कामहरू त बाँकी नै छ। तपाईँको यो सिस्टम भ्रष्टाचारी सिस्टममा गएर जो पनि काम गरे पनि त्यसमै फस्छन् के। हिलोमा खुट्टा टेकेपछि हिलो त लाग्छ नै। या त पहिले हिलो सफा गर्नु पर्थ्यो या हिलो भन्दा अर्को बाटो निर्माण गर्नु पर्थ्यो अनि पो तपाईँलाई हिलो लाग्दैन थियो नि त। तपाईँ हिलोकै बाटो रोज्नु भएछ भने त हिलो लगाउनै पर्छ, काम गर्नै पर्छ। अहिलेको सरकार पनि त्यही दलदलमै छ भन्ने तपाईँको भनाइ? सरकार त्यही बाटो रोजेको नि त। त्यही बाटो रोजेपछि त्यही बाटोमा काम गर्नुपर्ने हुन्छ। त्यही पनि लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने राजनीतिक शक्तिहरूले चुनावलाई अंगीकार गर्नुपर्छ, स्वीकार गर्नुपर्छ र चुनावलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प चाहिँ छैन, चाहे जुनसुकै दल होस्। यो दम्ब अरूले किन चुनाव गराउँछ
म मात्रै चुनाव गरायो भने लोकतान्त्रिक, अर्को नेतृत्वले गरायो भने अलोकतान्त्रिक चुनाव कसरी हुन सक्छ? चुनाव त चुनावै हो। हजुर कौशलजी, यहाँलाई म धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यहाँले महत्त्वपूर्ण समय दिनुभयो, महत्त्वपूर्ण विचारको निम्ति म यहाँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। तपाईँहरूलाई पनि सबैले धन्यवाद। हजुर, थ्याङ्क यू। उहाँ हुनुहुन्थ्यो एकजना मधेसवादी नेता पनि, र उहाँ राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ, र पछिल्लो समयमा मधेस प्रदेशमा देखिएको एउटा राजनीतिक परिस्थिति, त्यहाँ देखिएको एउटा न्यूनता, त्यहाँ गठन भएको प्रदेश सरकार अहिले पछिल्लो समयमा जसरी गठन भयो त्यो प्रक्रियागत हिसाबले पनि त्यहाँ गम्भीर त्रुटि भएको भनेर पनि त्यहाँ विभिन्न खालको आलोचना टिप्पणीहरू भएका छन्। र यो विषयलाई लिएर चाहिँ अहिले यो सर्वोच्च अदालतसम्म यो मुद्दा पुगेको छ, रिट पुगिसकेको अवस्था छ। र यो परिस्थितिमा मधेसमा देखिएको यो पछिल्लो घटनाक्रमले समग्रतामा चाहिँ हाम्रो संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा देखिएका चुनौतीहरूलाई पनि त्यसले प्रतिबिम्बित गरिरहेको छ। यदि मधेसमा जसरी अहिले घटना भयो त्यो घटना यदि सबै प्रदेशमा हुने हो भने के यो संघीयता कार्यान्वयन त्यति सहज होला? पटक पटक संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेशलाई एउटा स्वायत्त निकायको रूपमा अगाडि बढाउनु पर्दछ भनेर यसका सरकारवालाहरूले आवाज उठाउँदै गर्दाखेरि पनि त्यहाँ कुनै न कुनै ढङ्गले चाहिँ सङ्घको चाहिँ त्यहाँ प्रभाव अझै पनि कायमी देखिन्छ, जसको कारणले पटक पटक सरकार गठन हुने, पुनर्गठन हुने, त्यहाँ विघटन हुने यो परिस्थिति देखिएको छ। र अहिले पछिल्लो समयमा जसरी मुख्यमन्त्रीलाई मध्य प्रदेशमा नियुक्त गरियो त्यो विषयमा चाहिँ त्यो अत्यन्तै पेचिलो बन्यो, त्यो कानुनी विषय पनि रह्यो, संवैधानिक विषयवस्तु पनि रह्यो, जसको कारणले सरकारले चाहिँ अहिले प्रदेश प्रमुखलाई हटाएको अवस्था पनि छ। र त्यहाँ असन्तुष्ट सांसदहरू भनौँ अथवा अहिले पछिल्लो समयमा चाहिँ विपक्षमा रहेका सांसदहरू चाहिँ रिट लिएर सर्वोच्च अदालतसम्म पुगेको अवस्था पनि छ। र यो बीचमा संघले फागुन 21मा निर्वाचनको मिति तय गरेको छ। त्यो निर्वाचनको मितिभित्र चाहिँ निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा पनि केही संशयहरू अझै पनि विद्यमान रहेको देखिन्छ। प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमाले चाहिँ निर्वाचनमा जाने नजाने त्यो स्पष्ट मनस्थिति बनाएको देखिँदैन। उसले यद्यपि सरकारमाथि आक्रोश पोखिरहेको छ, सरकारले त्यो वातावरण बनाएन भन्ने उहाँहरूको तर्क रहेको छ। तर सरकारले पनि निरन्तर रूपमा निर्वाचनको मिति अनुसार चाहिँ निर्वाचन गर्ने वातावरण बनाउन लागिरहेको जस्तो चाहिँ देखिन्छ। निर्वाचनको विकल्प नरहेको यो पछिल्लो परिस्थितिमा अबका दिन कसरी अगाडि बढ्ला भन्ने विषयमा बढी केन्द्रित रह्यो। हामीसँग हुनुहुन्थ्यो एकजना नेता, उहाँ खास मधेसवादी नेता पनि हुनुहुन्छ, राष्ट्रिय मुक्ति पार्टीका चाहिँ उहाँ केन्द्रीय उपाध्यक्ष कौशल कुमार सिंह। आजको सिधा कुरा यति। सिधा कुराबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।